गुड मर्निङ सम्पूर्णमा। आज फेरि कन्स्ट्रक्सनको भिडियो लिएर आएको छु, जहाँ निरपनी फार्म स्टेको 2 स्टोरेज बिल्डिङ जो कि ड्रिम प्रोजेक्ट हो मेरो, जसको निर्माण कार्य चाहिँ यहाँसम्म पुग्यो भनेर देखाउनको निम्ति हो। तपाईँले देख्न सक्नुहुँदैछ एकतर्फबाट यसरी जो मोमबत्तीदेखिको लिएर त्यहाँ टिनहरू लाग्न सुरु भइसकेको छ र त्यसरी नै तल ढलाइको काम पनि सुरु भइसकेको छ। भुइँ ढलाइ यानि कि जति पनि हामीले गार्डवेलको काम गरिरहेको थियौँ भुइँमा हो त्योहरू हुँदैछ। अहिले तपाईँले देख्न सक्नुहुँदैछ यहाँ हामीले यसरी गरिरहेका छौँ। तत्पश्चात कलरिङको पनि काम चल्दैछ। तत्पश्चात फेरि यहाँ टिनको काम चलिरहेको छ, हेर्न सक्नुहुँदैछ। यो चाहिँ पूर्ण रूपले एकदमै यस क्षेत्रको निम्ति चाहिँ यो नयाँ प्रोजेक्ट, नयाँ प्रकारको प्रोजेक्ट हो। किन भन्दाखेरि निरपनी फार्म स्टेमा चाहिँ हामीले त्यो पारम्परिक तराको जति पनि पारम्परिक तरिकाको जति पनि घरहरू छ, रुमहरू छ, त्यो प्रकारको नभएर अलगै अलगै किसिमको रुमहरू हामीले यहाँ एक्सपेरिमेन्ट साथसाथमा यस क्षेत्रका बासिन्दा पर्यटकहरूलाई चाहिँ हामीले त्यस प्रकारको चाहिँ हामीले अनुभव दिलाउन चाहन्छौँ। त्यसैले गर्दाखेरि यो पनि एकदमै 2 स्टोरेज बिल्डिङ जो कि एकदमै नयाँ प्रकारको जुन चाहिँ एउटा निर्माण हुन गइरहेको छ। तपाईँले देख्न सक्नुहुँदैछ यसतर्फ भने चाहिँ आज काम हुन्छ। र किन चाहिँ अलग अलग किसिमको भन्दाखेरि यस क्षेत्रमा तपाईँले देख्न सक्नु भइरहेको थियो यस प्रकारको जुन चाहिँ ए फ्रेम कटेज जो कि डुप्लेक्स छ। डुप्लेक्स तपाईँले कुनै पनि जग्गा पाउनुहुन्न र त्यसैले गर्दा यो रुममा बस्दाखेरि अलगै अनुभव त हुने नै छ। त्यसरी नै अब फेरि अर्को जुन चाहिँ हाम्रो 2 स्टोरेज बिल्डिङ भनौँ है, 2 स्टोरेज जुन चाहिँ हाउसको कन्स्ट्रक्सन भइरहेको छ होइन, त्यो पनि एकदमै अलग्गै हुनेछ। किन भन्दाखेरि यहाँ देख्न सक्नुहुँदैछ सबै स्टिल पाइप भनौँ या जुन चाहिँ आइरन पाइप भनौँ त्यसको कमाल रहेको छ। पुरै फ्रेमिङको तयार भइसकेको छ। अब भने चाहिँ माथि छाना, त्यस पश्चात फ्लोर, त्यस पश्चात तल ढलाइ, त्यहाँदेखिको बादमा चाहिँ रुम एकदमै निक्लिनेछ। सिँढी पनि एकदमै गजबको बनिएको छ र यसलाई अझै गजबको बनाउनका निम्ति चाहिँ यसमा कलरिङको काम हुनेछ है। र यसरी एकदमै नौलो प्रोजेक्टहरू हामी आगामी दिनहरूमा पनि लिइरहनेछौँ, बनाइरहनेछौँ र तपाईँहरूको सुविधाको निम्ति नै हामीले यस क्षेत्रमा यसरी लगातार प्रयास गरिरहेको छौँ। एकदमै आर्थिक एकदमै अवस्था कमजोरी भए तापनि हामीले लगातार प्रयास गरिरहेको छौँ तपाईँहरूलाई नयाँ अनुभव, तपाईँहरूको सुविधाको निम्ति नै यो हामीले प्रोजेक्टहरू यसरी बनाइरहेको छौँ। आउनुहोला, हामीलाई यहाँ आएर सेवा गर्ने मौका दिनुहोला। र यसरी नै यति भन्दैन तपाईँहरूलाई यो 2 स्टोरेज बिल्डिङको कन्स्ट्रक्सन अपडेट चाहिँ डे बाई डे म तपाईँहरूलाई देखाइरहनेछु। आज अलिक छानाको काम भएको छ, भोलि फेरि के हुनेछ त्यो सम्पूर्ण डिटेल्स तपाईँहरूलाई अपडेट दिइरहनेछु। बनिरहनु होला यस निरपनी फार्म स्टेको अफिसियल पेजमा। धन्यवाद।